सम्झने टिभी। हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल। आजबाट औपचारिक रूपमा सुरुवात यो कार्यक्रम सफलताको कथा हाम्रै समाजका सङ्घर्षशील व्यक्तित्वसँग बसेर मिठो गफखाप साथै सङ्घर्ष पछिको मिठो जिन्दगीको कथालाई प्रस्तुत गर्ने कोसिस गर्नेछु। कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव दिन साथै यो च्यानललाई सब्स्क्राइब गरी सहयोग गर्नुहुनेछ भन्ने पनि विश्वास गरेको छु। धन्यवाद। सर्वप्रथम त तपाईँहरू दुवैजनालाई स्वागत गर्न चाहन्छु। नमस्ते, म सुभाष राई, सम्बन्ध इभेन्टको एकजना म मेम्बर हो। हजुर, तपाईँको? नमस्ते दिदीबहिनी आमा बुवा सबैजनालाई। मेरो नाम दीपक चौहान हो। न्युजिल्यान्ड आएको 2013 मा आएको अहिले 12 वर्ष जस्तो भयो। त्यहाँदेखि नै क्राइस्ट चर्चमै छु। सुरुमा पढाइको हिसाबले सुरुवात गरियो, 12 वर्षदेखि यहीँ क्राइस्ट चर्चमा छु। तपाईँले तपाईँको जिन्दगीलाई कसरी व्याख्या गर्न चाहन्छु? म सुभाष राईबाट सुरु गर्न चाहन्छु। गहकिलो प्रश्न गर्नुभयो भाइले। मलाई अब धेरै कुरा जोडिएछ। जिन्दगी भनेको चाहिँ अब सबै राम्रै चलिरहेछ। यो ठाउँमा सबैजनाको माया, सबैजनाको एकदमै आपसी कनेक्सन चाहिँ एकदमै स्ट्रङ छ यो ठाउँमा। अनि त्यसले गर्दाखेरि पनि यो ठाउँमा लाइफ अलि इजी जस्तो पनि भएको छ। साथीभाइहरू सबैजना सँगै हुनुहुन्छ। अनि हामीले सोचेको कुराहरू पनि केही, अब सबै कुरा त गर्न सकिँदैन, तर पनि अब जे होस् केही कुरा यदि अगाडि गर्न लागेछौँ भनेदेखि त्यसमा चाहिँ डेफिनेटली सबैजनाको साथ सहयोग रहन्छ। सो राम्रै छ, लाइफ राम्रै चलिरहेछ भन्नु पऱ्यो। म यही प्रश्न तपाईँलाई पनि गर्न चाहन्छु। अब न्युजिल्यान्ड, अब क्राइस्ट चर्च भन्ने ठाउँ चाहिँ मलाई ठ्याक्कै नेपाल जस्तो लाग्छ क्या, इन टर्म्स अफ अब साथीहरूको आत्मीयता, अब सुभाषले भने जस्तै अब एउटा फ्रेन्डसिपनेस होइन, कम्युनिटीको सपोर्ट, सम्पूर्ण कुराले चाहिँ ठ्याक्कै नेपालको झलको देखाउँछ। यहाँ आमा बुवालाई मिस गरिन्छ, हाम्रो आफन्तलाई मिस गरिन्छ नेपालमा, त आफ्नो पाटो छ। तर स्पेसली क्राइस्ट चर्चमा चाहिँ अब जीवन सुमधुर छ, 2टा छोरीहरू छन् होइन, परिवार पनि राम्रोसित चलिरहेको छ। सो ठिकै छ जस्तो लाग्छ, राम्रै छ। जीवन सम्बन्धीको कुरा सँगसँगै तपाईँहरूले एउटा सम्बन्ध जोडिरहनु भएको छ, जुन चाहिँ हाम्रो नेपाली मन र नेपालीपनको लागि जुन तपाईँहरूले इभेन्ट क्रिएट गरेर यो सम्बन्ध जोडिरहनु भएको छ। यस सम्बन्ध इभेन्ट सम्बन्धी र समाजमा रहने सम्पूर्ण नेपाली मनहरूले अब सम्बन्ध इभेन्टबाट के अपेक्षा राख्ने त? भाइ, सबैभन्दा पहिला बाला भाइलाई धेरै धेरै धन्यवाद। यो सम्बन्ध इभेन्टले गर्दाखेरि अब भाइले अब हामीसम्म आएर हाम्रो विचार राख्ने पनि एउटा माहौल सिर्जना गर्नुभयो। सम्बन्ध इभेन्ट भनेको एउटा सिम्पल मैले चाहिँ बुझेको छु। कस्तो भनेदेखि अब कोही न कोहीले तपाईँको इनिसिएट लिनुपर्छ, अगाडिबाट गर्नुपर्छ कि अथवा भनौँ कुनै पनि क्षेत्रलाई चाहिँ यहाँसम्म जोड्ने काम चाहिँ गर्नुपर्छ भन्ने हामीलाई लागेको भएर हामी लागि परेका थियौँ। र यसलाई अब सधैँ सोसाइटीमा अब आफ्नो अनुकूल, आफूले सोचे जस्तो होइन, साथीभाइहरू भन्नाले आफ्नो विचार नमिल्न पनि सक्छ नि त। सो त्यसले गर्दाखेरि चाहिँ यसलाई चाहिँ अर्को कुन रूपबाट लैजाने, किनकि सोसाइटीको आफ्नो एउटा कल्चर त्यस्तो जोगाउने किसिमको उहाँहरूको प्लान रहन्छ, हाम्रो पनि प्लान रहन्छ। सो त्योलाई अलिकति त्योभन्दा अलिकति वाइडर ब्रोड भएर अलिकति जाँदाखेरि, किनकि यसमा त अब जस्तै टिकटिङहरूदेखि दुनियाँको अब इन्भल्भमेन्ट हुन्छ नि त, कस्ट इन्भल्भमेन्ट हुन्छ। सो सोसाइटीले त्यो लेभलमा नलैजान पनि सक्छ। सो यहाँकै अब होइन हाम्रो प्रमोट गर्ने भनेको हाम्रो कल्चरहरूलाई प्रमोट गर्ने भन्दाखेरि त्यसलाई अलिकति वाइडर अलिकति रूपमा केही गर्ने कि भनेर सोच आएर चाहिँ हाम्रो धेरै पहिलादेखि यो प्लान गरेको थियौँ। हाम्रो प्रायोरिटी नै फ्यामिली हुन्छ, त्यसले गर्दाखेरि फ्यामिलीहरूलाई चाहिँ प्रायोरिटीमा राखेकोले गर्दाखेरि अझै अलिक पछाडि चाहिँ भयो। तर अहिले पनि स्टार्ट गर्ने उसमा चाहिँ थियौँ न, तर समय आयो अनि ल गर्नुपर्छ भनेर साथीभाइ एकदमै मन मिल्ने साथी, अब बाला भाइ जस्तो अब सपोर्ट गर्ने होइन, अब सबैजना यहाँ हुनुहुन्छ नि, किन नगर्ने, आफ्नो हिसाबले लाने प्रयास गरेर हुनुहुन्छ। तपाईँहरू पनि यही समाजको एक व्यक्तित्व हुनुहुन्छ, तपाईँहरू व्यक्तिहरू हुनुहुन्छ जुन समाजमै रहेर यस्तो खालको छुट्टै प्रकारको इभेन्ट लिएर समाजलाई दिँदाखेरि तपाईँहरूले कुनै पनि अप्ठ्यारोहरू महसुस गर्नुभएको छ जुन चाहिँ सामाजिक व्यक्तित्वहरूबाट? मैले सुभाषकै कुरामा अलिकति कन्टिन्यू गरेँ। सम्बन्ध इभेन्ट्सको एउटा उद्देश्य के हो भने सबै सोसाइटीहरू भनेको फुलहरू हो कि, बुटनी सोसाइटी, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी, सिएनएस, हाम्रो सबै सोसाइटीहरू फुल जस्तो। सम्बन्ध इभेन्टको भनेको त्यो फुललाई गाँस दिने मालाको काम हो कि, सबैलाई कनेक्ट गरिदिने। हामी सम्पूर्ण नेपाली भाषीहरू
जसलाई हाम्रो आर्ट, हाम्रो कल्चर, हाम्रो सङ्गीत मनपर्छ, तर कसै न कसैले चाहिँ नेपालदेखि ल्याउने के जमर्को त गर्नु पर्यो, आर्ट त गर्नु पर्यो। र हामी लाग्ने मान्छेले किन नगर्ने त? हामी लाइक माइन्डेड कुरा मान्छेहरू छौँ, हाम्रो पेसमा प्यासन छ, लेट्स डु टुगेदर, लेट्स युनाइट, लेट्स प्रोभाइड द प्लेटफर्म। हामीले प्लेटफर्म गरेको। अब यो गर्दाखेरि कोही मान्छेले के भन्नुहुन्छ कि भन्नुहुन्न भन्ने कुरामा अहिलेसम्मको केसमा चाहिँ हामीलाई सम्पूर्णले सपोर्ट नै गर्नुभएको छ। तपाईँहरूले गरेको काम एकदम राम्रो छ। हो, यो फाइदाको अथवा कुनै पनि एउटा बिजनेस क्रिएट गरिन्छ भने त्यसले मुनाफा लिने कोसिस गर्छ, तर यो मुनाफा पनि हाम्रो कस्तो छ भन्नुहुन्छ भने यहाँको फुटबल अथवा क्रिकेट केलाई दिन सकिन्छ त? त्यस्तो कुरालाई डिस्ट्रिब्युट गर्न सकिन्छ भने हाम्रो हेतु छ। सायद त्यही देखेर पनि होला अहिलेसम्म चाहिँ त्यस्तो स्ट्रगल मान्छेबाट पर्टिकुलरली त छैन, तर अब हुनसक्छ कसै मनमा लागेको कुरा नभन्ने कुरो हुनसक्छ, तर अहिलेसम्म सबैले सपोर्ट नै गर्नुभएको छ। समाजको सबै मान्छेले बुझ्छन् भन्ने हुँदैन, सबै मान्छे पोजिटिभली जान्छन् भन्ने हुँदैन, तर कुनै न कुनै एउटा काम सङ्घर्षशील हिसाबले अगाडि बढिरहेको छौँ भने मान्छेले खुट्टा तान्ने प्रविधिहरू धेरै अगाडिदेखि हाम्रो नेपाली समाजमा मात्रै अन्य समाजमा पनि हुन्छ। तर अबको यहाँदेखिको अगाडिको जर्नीमा सम्बन्ध इभेन्टले लिएको यो प्लेटफर्म, यो दिएको प्लेटफर्मलाई अरू समाजले कसरी लिएलान् त, र तपाईँहरूले त्यो अरू समाजसँग कसरी कनेक्ट गरेर यो सम्बन्ध इभेन्टलाई अगाडि बढाउन चाहनुहुन्छ? त्यसमा त मेरो बुझाइमा सिम्पल छ। हामी इस्ट्याब्लिस भएको जम्मा 7-8 महिना, यस्तै 7-8 महिना भएको छ। हजुर, हामीले 3वटा तपाईँको 3-4वटा प्रोग्राम हामीले डेलिभर गरिसक्यौँ। एउटा पहिलो साइग्रेसीको प्रोग्राम थियो, त्यो चाहिँ अब हामीले फ्री अफ कस्ट नै गरेको। आजसम्म अब सब हुन त यो अब सम्बन्ध इभेन्ट्स भनेर एउटा छुट्टै पर्टिकुलर खोल्दाखेरि चाहिँ यो बिजनेसकै मोडेल हो। म भनिहाल्छु त, अब यो क्राइस्टचर्चमा त अब हामी बेस्ट नै भयौँ होइन। क्राइस्टचर्चले त डेफिनेटली हामीलाई सपोर्ट नै गर्ने भयो। इभन यहाँसम्म कि अकल्यान्डमा हामीले यहाँबाट हामी अकल्यान्डमा अर्गनाइज गर्दैछौँ सम्बन्ध इभेन्टले नै। यहाँबाट हामीले टरङ्गामा गर्दैछौँ। हामीले योभन्दा अगाडिको सन्तोष शाहको पनि हामीले प्रोग्राम गरेको थियौँ। उहाँहरूले पनि हामीलाई एप्रिसिएट गर्नुहुन्छ कि इन्टरटेनमेन्ट मात्रै नभएर हामी फुड सम्बन्धी पनि जुन गऱ्यौँ प्रोग्रामहरू एकदम ह्युज सक्सेस भयो, एकदमै लेभलमा गएको त्यो प्रोग्राम हामीले अब हामीलाई चाहिँ लाग्छ। अनि त्यसले गर्दाखेरि उहाँहरूले माया नगर्नु भएको त, त्यहाँको मान्छेले हामीलाई सपोर्ट नगर्नु भएको भए त हामीलाई त्यो, सो त्यसले गर्दाखेरि हामीलाई चाहिँ लाग्छ अहिलेसम्म चाहिँ अब बाटो त कहिले बिरिन्छ पनि हेर्नु छ त्यसमा त होइन। हाम्रो गल्ती हाम्रो त्यस्तो छ भने अब डेफिनेटली सच्चाइ दिनुहोस् भन्ने हाम्रो जहिले पनि चाहना रहन्छ। हामीलाई कमेन्ट गर्नुहोस्, हामीलाई मेसेज गर्नुहोस्, त्यो जहिले पनि प्रतिक्रिया लिने त हामी छँदैछौँ। उहाँहरूले धेरै अगाडिदेखि मङ्गोलियन हाट राजु लामा देख्नु भएको थिएन होइन? उहाँको मुस्कानमा मुख पर्ने उहाँको फ्यानहरू पनि हुनुहुन्छ होला यहाँनिर होइन? तर तपाईँहरूले त्यो अवसर दिलाउनु भयो नि, तपाईँहरूको यो भावनाहरू व्यक्त गर्ने, पछि गएर म यस्तो गर्छु होला अथवा पछि गएर म यस्तो समाजमा राम्रो हुने काम गर्छु भन्ने तपाईँहरूको स्टुडेन्ट अवस्थामा हुँदाको तपाईँहरूको त्यस्तो सोच विचार चाहिँ थियो कि थिएन? अब कस्तो हुन्छ भन्दाखेरि अब सुभाष त स्पेसल्ली 2014-15देखि नै सोसाइटीमा एकदम एग्रेसिभली लागेर सोसाइटीमा सम्पूर्ण मान्छेलाई सहयोग गर्ने भावनाको मान्छे हो एकदमै। मलाई पनि अलिअलि सोच त थियो पहिला, मतलब केही न केही अलग गरौँ, मान्छेलाई कसैलाई सेवा पुऱ्याउँ भन्ने खालको एउटा भाव त हुन्थ्यो। तर अब सुरुको दिनमा न्युजिल्यान्डमा मलाई मात्रै होइन, सुभाषलाई होइन, जसलाई पनि कठिन परिस्थितिबाट बुझ्नै पर्छ, इस्टाब्लिस हुनलाई बस्नलाई टाइम लाग्छ। गर्दै गएपछि अब सङ्घर्ष त आफ्नो देश त्यति टाढा छोडेर आएपछि त सङ्घर्षको त लेभलै अर्को होइन। सम्पूर्ण कुरा जिरोदेखि स्टार्ट गर्नुपर्ने हुन्छ होइन, त्यो हामी सबैले भोग्नुपर्ने हो। तर त्यो सङ्घर्ष पार गर्दै अब समयले पनि हामीलाई साथ दिँदै गएपछि अब 12-15 वर्ष यहाँ बसेपछि एक किसिमको हामीलाई पनि एउटा कन्फिडेन्स आयो, किन यो हाम्रो घर जस्तै हो, यो समाज हाम्रै लागि हो होइन भनेर। अब समाजले एउटा टेवा त एक किसिमको त पुऱ्याइदिन्थ्यो, त्यो सँगसँगै पनि अर्को अलिकति के आउट अफ द बक्स दिन सकिन्छ त? हाम्रो दर्शक श्रोताहरूको सपोर्ट चाहिन्छ। अघि बाला भाइले सोध्नु भएको थियो नि, जस्तै यहाँको समाज जो लिडरहरू हुनुहुन्छ उहाँहरूले कतिको हेल्प गर्नुहुन्छ भन्नुभएको थियो नि, त्यसमा हामीले अलिकति छुट्यायौँ जस्तो लाग्यो, त्यसलाई म उ गरिदिइहाल्छु। यहाँको जस्तै अहिले करेन्ट सिचुएसनमा हाम्रो गोपालजी हुनुहुन्छ भुट्ने सोसाइटीबाट, उहाँ हामीले म जोडीको जात्रा हामीले लिएर आएको थियौँ। त्यसमा अर्गनाइजिङ कमिटीमा हामी नै थियौँ, यही टिमहरू थियो। अनि त्यति बेलादेखि
होइन। अनि हाम्रो यो NNZFSC को अरिल प्रकाश दाई हुनुहुन्छ, उता हाम्रो के अरे CNS को दीपक दाई हुनुहुन्छ। हामी एकदमै हाम्रो युनिटी एकदमै छ क्या भन्नाले हामी फोनमा कुरा गर्छु, ओभर द प्रत्येक इभेन्टहरूमा हामी भेट हुन्छु भन्नाले कुनै साथीभाइको केही हुँदाखेरि पनि हामी त्यहाँ कमन मान्छे हो भन्नाले हामी भेटघाट हुन्छौँ। अब हामी सबैलाई इन्भाइट गरेर त्यहाँ चाहिँ हामी मजाले गफ गर्छौँ अनि एकअर्कालाई सहयोग गरौँ, ल यसरी जानुपर्छ। उहाँहरूको पनि हामी सजेसन लिएर यो कलाकार ल्याउँदा के हुन्छ यस्तो भनेर ल्याउनभन्दा अगाडि नै पनि हाम्रो कुराहरू हुन्छ। अनि हुँदाखेरि उहाँले यो त खतरा हो, हामी यसलाई यस्तो सपोर्ट गर्नुपर्छ भन्ने किसिमले भन्नुहुन्छ क्या। अनि फिडब्याक दिनुहुन्छ हामीलाई, जुन चाहिँ हामीलाई एनर्जी बुस्ट गरिदिनुहुन्छ। एकदम जस्तो अझै गरम जस्तो लाग्ने अलिकति पावर बढ्छ। तपाईँहरूले यो सम्बन्ध इभेन्ट भनेर छुट्टै प्रकारले तपाईँले यो प्लेटफर्म अगाडि ल्याइदिइराख्दाखेरि समाजको मान्छेहरूले उहाँहरूले तपाईँहरूलाई कुनै न कुनै दिन त भन्नुभयो होला नि तपाईँहरू किन यस्तो छुट्टै प्रकारले जानुभयो, एउटा सामाजिक हिसाबले जाउँ होइन, सामाजिक हिसाबले जाँदाखेरि चाहिँ के हुन्छ त तपाईँहरू किन एकलौटी भएर जानुभएको भन्ने खालको कुनै पनि तपाईँहरूले त्यस्तो खालको प्रश्नहरू तपाईँहरूमा आएको छ कि छैन? अघि नै मैले मेन्सन गरेको थिएँ कि अब लेभल अफ प्रोग्राम जुन हुन्छ नि, अब राजु लामा मङ्गोलियन हार्ट ब्यान्ड अब कति बिग साउन्ड कस्तो छ, अब अब तपाईँलाई पनि त्यसको क्राउड कस्तो हुन्छ। अब त्यो लेभलमा चाहिँ किनकि त्यहाँनिर तपाईँको इन्भेस्ट गर्दाखेरि कुन लेभलमा सोसाइटीले गर्न सक्छ होइन, गर्न सक्दैन भन्ने होइन, तर कुन लेभलमा गर्ने भनेर त्यहाँ कस्ट एकदम हाई इन्भल्भ हुन्छ। सो त्यो कुरामा त सोसाइटीले किन रिस्क लिन्छ एक्ज्याक्टली हो। त्यो सोचेर चाहिँ अब त्यो चाहिँ अलिकति वाइडर अलिकति सोच्नु पर्यो। अब सोसाइटीलाई के जरुरी छ, यहाँको सोसाइटीलाई टौडङ्गा लगेर प्रोग्राम गराइदिनु त्यो छैन नि त। त्यो सिम्पल त्यसको आन्सर छ कि वाइडर रूपमा जानको लागि चाहिँ हामीले चाहिँ अब एउटा माध्यम बनिदिएको मात्रै हो। अब अघि नै मैले मेन्सन गरिसकेँ कि हामीले अहिलेसम्म 1 रुपियाँ अब 1 पैसा बनाउन सकेको छैन। इभन कि यहाँनिर तपाईँको ब्यान्ड ल्याउने भनेर अकल्यान्डमा कतिवटा ब्यान्ड आयो, कतिवटा त्यहीँबाट फर्केर गयो, तर यो क्राइस्टचर्चमा फर्स्ट टाइम, टौरङ्गामा फर्स्ट टाइम ल्याउनुपर्छ भनेर सोच जुन हामीले, तर यो त भन्नुपर्छ एउटा इतिहासमै हेर्दाखेरि पनि यो क्राइस्टचर्चमा चाहिँ पहिलोचोटि नै जस्तो लागिरहेको छ यो ब्यान्ड पुरा ब्यान्ड एकदमै कलाकारहरू त आउनुभयो, तर कुनै पनि एउटा इन्कर्पोरेटेड सोसाइटीहरूले प्रोग्राम गरिरहेको हुन्छ, त्यहाँनिर त्यही समाजको 1-2 जना मात्रै हुन्छ, त्यही आफ्नै समाजको मान्छे पनि त्यहाँ नगएको अवस्था देखिन्छ होइन। अनि त्यस्तो अवस्थामा चाहिँ यो सम्बन्ध इभेन्टले जोड्ने काम गरेको जस्तो तपाईँहरूले महसुस गरिरहनु भएको छ र हामीले पनि त्यो महसुस गरिरहेको छौँ कि त्यो ठुल्ठुलो ब्यान्ड ल्याउनुको लागि त कुनै यसमा आर्ट गर्नुको लागि पनि कुनै न कुनै माध्यम त चाहिन्छ होइन। क्राइस्टचर्चमा यति विशाल कार्यक्रम भयो, हामी पनि ल्याउन भन्ने खालको कुनै अब यहाँबाट नभएर हेमिल्टन होस् अन्य इन्भा कारगिलतिर पनि त्यस्तो खालको भयो भने पछि उहाँबाट चाहिँ दर्शक श्रोताहरू के अरे ट्राभल गरेर यहाँ आउनुपर्ने अवस्था हुँदैन। र अर्को कुरा तपाईँहरूलाई कस्तो छ भने नि जस्तै हामीले यो समाजमा सिक्नुपर्ने कुरा के चाहिँ रहेछ त तपाईँहरूले यति कामहरू गरिरहँदाखेरि? मलाई चाहिँ कस्तो लाग्छ भने सिक्ने भनेको टिमवर्क हो कि टिमवर्क एकदमै ठुलो कुरो हो। अघि सुभाषको कुरामा अलिकति मैले जोड्न के खोजेँ भने सबै स्पेसिफिक सोसाइटीको स्पेसिफिक अब्जेक्टिभ्स हुन्छ, किनभने हामी यत्रो मात्रै गरौँ है, यहाँभन्दा बढी त भोलिन्टियरिङ अर्गनाइजेसन हो नि त, सबैले समय पनि धेरै निकाल्न सक्दैनन्, एउटा एकदमै डिफाइन्ड क्राइटेरिया हुन्छ कि त्यो सोसाइटीहरू। अब हामीले एउटा सम्बन्ध इभेन्ट खोलेपछि चाहिँ हामी लाइक माइन्डेड यसमै प्यासन भएको मान्छेहरू भयौँ नि त, हामी राति 2 बजे पनि कुरा गरिरहेका हुन्छौँ, काम गरिरहेका हुन्छौँ, यसमा डिपली लागेका हुन्छौँ, सो द्याट उसले हामीले बिगर स्केलमा लान सकिन्छ कि। सुभाषले भने जस्तै नभए त हामीलाई सोसाइटीलाई त के उद्देश्य त टौरङ्गा लगेर गर्ने होइन, हामीले जसरी बिगर स्केलमा गयो भने नेपाली भाषी हाम्रो उद्देश्य भनेको कुनै एउटा स्पेसिफिक अर्गनाइजेसनलाई रिप्रेजेन्ट गर्ने होइन कि, सम्पूर्ण नेपाली भाषीलाई एक ठाउँमा आर्ट कला जुन हुन्छ नेपालबाट ल्याएको जसले माया गर्छ उहाँलाई पस्किने हो, जसले मन पराउनुहुन्छ आउनुहुन्छ, हेर्नुहुन्छ, बुझ्नुहुन्छ, मन नपरेको कुरा हामीलाई फिडब्याक दिनुहुन्छ, नमन परेकोलाई आउनु भनिन्छ बेला बेला कर पनि अनि उहाँहरूले हामीलाई फिडब्याक दिनुहुन्छ, अनि त्यो फिडब्याकले हामी अझै स्ट्रङ हुँदै जान्छौँ क्या। जस्तै अब यो कर काप भन्ने कुराहरू पनि छ नि, एउटा जस्तै कर काप लगाइन्छ, कोही बेला बेला आउनु भनेर भनिन्छ नि, यो स्ट्रगलिङ फेजमा यो कुराहरू हुन्छ होइन।
तर जब तपाईँहरूले यो कामलाई चाहिँ एकदम विशाल रूप दिनुहुन्छ नि, जब राम्रो काम गरेर समाजलाई आउँ लाग्ने हुन्छ नि, जस्तै कुनै पनि एउटा मान्छेले होटल खोल्यो भने त्यो होटलमा यति मिठो परिकार बन्दैछ, यति मिठो परिकार बन्छ र यसमा यति डिस्काउन्ट हुन्छ, आउनुहोस् भनेर कुनै ठाउँमा सानो मेसेज मात्रै अथवा फ्लायर मात्रै देख्यो भने पनि मान्छेहरू कहाँदेखि ट्राभल गरेर त्यो ठाउँमा पुग्छन् होइन। अनि हो त्यस्तै तपाईँहरूले जुन चाहिँ समाजमा यो जुन चाहिँ प्लेटफर्म राखिराख्नु भएछ, यो प्लेटफर्म चाहिँ तपाईँहरूले राम्रो बनाउनको लागि र त्यो संसारमा रहेका जति पनि नेपाली मनहरू अथवा क्राइस्टचर्च अथवा यो न्युजिल्यान्डभरि रहेका नेपाली मनहरूलाई जोड्नका लागि तपाईँहरूको अहिलेको यात्रा चाहिँ कसरी चलिरहेछ त? यो चाहिँ एकदम कठिन यात्रा छ, किनकि अब म 3टा बच्चाको होइन बाउ पनि हुँ, अनि फ्यामिली छ, अनि आफ्नै काम पनि छ छुट्टै। अनि त्यसले गर्दाखेरि अब अघि दिपकले भने जस्तै अब यो चाहिँ एकदम प्यासन भएर कति रात अब तपाईँको अब किनकि हामी अब भनौँ न पिक टाइम अब यो 12-1-2 बजेदेखि लिएर बेलुकासम्म बच्चाको उसमा हामी पुरै फुल हुन्छौँ। त्यति बेला चाहिँ उतातिर नेपालतिर भर्खर उठ्या हुन्छ, युकेतिर पनि त्यस्तै हुन्छ। त्यो बिचमा हामी त कुरा गर्न पाउँदैनौँ कलाकारहरूसँग यस्तो। सो त्यो बिचको चाहिँ टाइममा चाहिँ अब बच्चालाई फोकस गरेर फ्यामिली मिलाएर अनि सबै सेटल भएर सुतिसकेपछि उहाँ त 10 बजेपछि त बल्ल उठेर दैनिकी कार्यक्रम दैनिकी आफ्नो उ गर्नुपर्ने हुन्छ। त्यसमा पनि फेरि कलाकारहरूको टाइमिङहरू नमिल्ने यताउता गर्दाखेरि कुर्न पर्ने यस्तो कति रात 3 बजे 4 बजे रातिसम्म बल्ल कुरेर कुरा यसलाई नै भनिन्छ सङ्घर्ष पछिको मिठो सफल जिन्दगीको कथा चाहिँ यसलाई नै भनिन्छ। जस्तै तपाईँहरूले अहिले भन्नु भने तपाईँले मेन्सन गर्नुभयो हामी अब आफ्नो पारिवारिक कुरालाई व्यवस्था गरिसके पछाडि होइन सबैजना नानीहरूलाई सबै नानी बाबुहरूलाई सुताइसके पछाडि हामीले मनले गर्ने काम चाहिँ हामी यसरी गर्छौँ भनौँ। त्यो गर्नुभएको रहेछ भन्ने कसरी देखिन्छ भन्दाखेरि जसरी तपाईँहरूले अहिले टाइम टु टाइम तपाईँहरूले एउटा कुनै पनि एउटा समयमा कलाकारहरू ल्याउनुहुन्छ, दर्शक श्रोताहरूलाई हँसाउने अथवा उहाँहरूको मनलाई खुल्ला बनाउने होइन, उहाँको टेन्सनलाई फ्री गर्ने होइन, जुन चाहिँ मेन्टल्ली उहाँको टचर भएको त्यसलाई रिफ्रेस गर्ने कामहरू भइरहेछ। तपाईँहरूको सम्बन्ध इभेन्टले दिन खोज्ने सन्देश चाहिँ के हो त? सम्बन्ध भनेको कुनै पनि सक्सेस भनेको इन्डिभिजुअलबाट आउँदैन कि, टिम वर्कबाट युनिटीबाट आउने कुरा हो। हाम्रो सन्देश भनेको यही हो, सम्बन्ध बनाऊ, एक्लै अर्कालाई सपोर्ट गरौँ, सबैजना उस्क्यौँ, सबैजना माथि आउँ, सो द्याट कि हामीले खोजेको कुराहरू हुन्छ नि, हामीले अब कुनै कल्पना गरेको कुराहरू हुन्छ नि। अब यस्तो कहिले पनि यहाँ मङ्गोलियन हाट आउला र क्राइस्टचर्चले ब्यान्ड बजाउला भनेर सोचेको थिएन नि त। कसैले नयाँ सोच्यौँ, लु गरौँ न त भनेपछि सबै मनहरू एक ठाउँमा भएपछि यो पोसिबल भएको नि त। त्यही भएर युनिटीले मान्छेलाई सक्सेसतिर लान्छ भन्ने खालको मेरो। यसमा कलाकार ल्याउन र समाजलाई मनोरञ्जन प्राप्त गर्न सोच चाहिँ तपाईँहरूमा कसरी आयो? यो चाहिँ कस्तो हुँदो रहेछ अब हिँड्ने क्रममा होइन, अब अघि दिपकले मेन्सन गरे जस्तै अब यहाँ कहीँ न कहीँ हामी कुनै न कुनै एङ्गलबाट यो समाजहरूमा अब सोसाइटीहरूमा इन्भल्भ भएर फुटबल क्लबहरू पनि अब क्लब पनि छ जसलाई मैले पनि यसो लुक आफ्टर गर्छु, म आफै पनि खेल्ने हो। सो त्यसले गर्दाखेरि यो सधैँ इन्भल्भ हुँदै आएको कि। अनि कुनै कुनै प्रोग्रामहरूमा पनि अब एज अ कोअर्डिनेट भन्नाले त्यो टिममा बसेर हामीले काम गर्दै गरेको भएकोले गर्दाखेरि त्यो एउटा किसिमको भनौँ न मनबाट आउने क्या, यो गर्दा चाहिँ मलाई मजा लाग्छ भन्ने टाइपको फिलले गर्दाखेरि पछि अब साइग्रेसजी आउनुभयो, त्यसपछि सन्तोष शाह अब मास्टर सेफ युके अब उहाँ आउनुभयो। हुँदो रहेछ मान्छेले त सपोर्ट गर्दो रहेछ, एप्रिसिएट नै गर्दो रहेछ, कहाँबाट फोन गरेर भन्नुहुन्छ भाइ तिमीहरूले त गजबै गरेछौ भन्छ, अलिकति साँच्चै गरिएछ कि क्या हो जस्तो खालको फिल कस्तो लाग्दो रहेछ। हामी गर्ने मान्छेहरूलाई चाहिँ एउटा हौसला जस्तो प्राप्त एकदमै। तपाईँ हामीले यो सङ्घर्षशील कामहरू गरिरहँदाखेरि सबै मान्छेहरू हामीलाई पोजिटिभ हेर्ने त हुँदैन, नेगेटिभ हेर्ने त हुन्छन्। यसमा तपाईँ के छ भने हाम्रो उद्देश्य भनेको चाहिँ हामी अलिक पोजिटिभ कुरा सुन्ने भन्ने छ कि, भन्न त राम्रो पनि भन्छन् नराम्रो पनि भन्लान्, हाम्रो अगाडि भन्दैनन् पछाडि भन्लान्, राम्रो अगाडि एउटा कुरा सुन्ने। अर्को कुरा चाहिँ हामी ग्रो कसरी हुन्छ भन्दाखेरि राम्रो कुराले ग्रो हुँदैनौँ, हामी ग्रो हुनलाई हामीलाई फिडब्याक चाहिन्छ कि। जस्तै अस्ति हामीले एउटा प्रोग्राम गऱ्यौँ, कुनै प्रोग्राममा साउन्ड सिस्टम नराम्रो थियो, एउटा भाइले आएर मलाई के भन्यो भन्दाखेरि सबै ठिक छ दाइ,
तपाईँहरूले यत्रो मेहनत गरेर त गर्नुभयो, तर साउन्ड सिस्टमको टाइममा यो गरिदिनु भएको भए राम्रो हुन्थ्यो भने नि त त्यो फिडब्याकलाई चाहिँ हामीलाई चाहिँ त्यो त हाम्रो लागि सुन हो, हाम्रो लागि गोल्ड कुरा। अब नेक्स्टचोटि गर्दाखेरि यो कुराहरू गर्दैनौँ भनेर अब कुरा काट्ने खालको नेगेटिभ कुरा भयो भने त हामी छोडिहाल्ने त्यहाँनिर, पोजिटिभ मात्रै टिप्ने। अर्को कुरा चाहिँ त्यो फिडब्याक चाहिँ कन्स्ट्रक्टिभ फिडब्याक हुन्छ नि, कन्स्ट्रक्टिभ यस्तो गऱ्यो भने चाहिँ हामी उँभो लाग्छौँ भन्ने खालको फिडब्याकलाई चाहिँ हामी एकदम तुरुन्त ग्रास गर्छौँ। हाम्रै लागि क्रिटिसाइज गरेको छ भने पनि नो म्याटर। हामी समाजमा केही गर्ने मान्छेहरूको लागि हाम्रो सबैभन्दा ठुलो समस्या चाहिँ के छ त? यसमा चाहिँ मलाई चाहिँ के लाग्छ भनेदेखि सबै अब तपाईँ हामी तिनजना छौँ नि, हामी तिनजनाको सोच्ने तरिका आफ्नो आफ्नो हुन्छ, फरक हुन्छ होइन। मैले सोचेको तरिका तपाईँलाई ठिक लाग्नुपर्छ भन्ने छैन। सो तपाईँलाई नै अब तपाईँले सोच्नु भएको चाहिँ मलाई ठिक लाग्नुपर्छ भन्ने छैन। र नेक्स्ट टाइम तपाईँलाई अनुकूल हुने किसिमको हामी प्रोग्राम फेरि ल्याउँछौँ। हामीले चाहिँ यो चाहिँ जसरी पनि तपाईँ हामी सबैलाई जोड्ने नै उद्देश्यले गरेको, हामीले गर्दै गरेको हो होइन। त्यसबाट केही बेनिफिट पनि होला, हामीले पनि बेनिफिट त्यसबाट आर्जन गरौँला होइन। तर हाम्रो चाहिँ उद्देश्य सिम्पल छ कि यो नै हामीले यहाँबाट एकदमै आर्जन नै गऱ्यौँ भने, आर्जन नगर्दा त हामीले फुटबललाई अब अस्ति CNPL भयो त्यसमा पनि हामी अगाडि बढेर लागेको हो होइन। अमूल्य आज मेरो यहाँ के अरे हाम्रो टिमको एकजना साथी हुनुहुन्न। अनि त्यो बिहाइन्ड द सिन अब अस्ति नै हाम्रो उद्देश्य तपाईँको प्रफिट त्यस्तो होइन। अब त्यस्तो किसिमको यदि भएको भए हामीले अहिले यो राजु लामाको टिममा हामी 9 जना छौँ, 9 जना क्राइस्ट गर्छौँ। सो हामीले चाहिँ अलिकति हाम्रो वाइडर टिम पनि अब जो चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ भोलिको दिनमा अब बाला भाइलाई पनि वेलकम छ टिममा होइन। सो त्यस्तो खालको सोच हो क्या। सो मैले भन्न खोजेको कस्तो भनेदेखि जसले अब सबैले राम्रै सोच्छ हाम्रो बारेमा, राम्रै चिताउँछ भन्ने पनि हुँदैन। त्यो कुरालाई चाहिँ सिम्पल छ कि उहाँलाई पनि हामीले कसरी हामी प्रति चाहिँ पोजिटिभ बनाऊ भन्ने नै हाम्रो उद्देश्य हो। कार्यक्रम गर्दा चाहिँ यिनीहरूले त यति धेरै टिकट लिए होइन, यति धेरै टिकटले यत्रो धेरै टिकटमा त हामी गर्नु सकिँदैन भनेर टिकटलाई कस्तो प्रकारले पैसामा राख्दाखेरि चाहिँ मान्छेहरूको उपस्थिति धेरै र कम आउने हुँदो रहेछ त तपाईँलाई? यस्तो छ कि कस्तो हुन्छ भन्दाखेरि टिकट भनेको हामीले एकदम गेस गरेको नम्बर राख्ने होइन। हाम्रो सुरुमा हाम्रो एक्सपेन्डिचर आउँछ, हाम्रो खर्च आउँछ। त्यो खर्चलाई कम्पन्सेट गर्नलाई, त्यसलाई मिलाउनलाई हामीले कति पैसा राख्दाखेरि चाहिँ त्यो कार्यक्रम सफल हुन्छ सो भनेर त्यो हाम्रो एकदम क्यालकुलेटिभ नम्बर राख्छ हामीले। त्यो नम्बर चाहिँ हामीले फर इक्जाम्पल एउटा सानो कलाकार आइरहेछ $200 टिकट हाल्ने त्यस्तो हुँदैन। त्यो कार्यक्रमलाई सफल बनाउनु जति राख्न, जो मिनिमम पैसा जति राखेर त्यो कार्यक्रम सफल हुन्छ त्यति मात्रै राख्छौँ। अब त्योभन्दा मिनिमम ल्यायो भने त हामी नै डुबेर त कसरी गर्ने? हामीले प्रोग्राम राखेर पनि ब्यालेन्स त गर्नु पर्यो। सो हामीले सबै कुराहरूलाई क्यालकुलेट गरेर क्राइस्टचर्चको मान्छेहरूको एफोर्डेबिलिटी कति छ, कतिसम्म तिर्न सक्नुहुन्छ पहिला प्रोग्राममा, र हामीले त्यो कलाकार ल्याउँदाखेरि कति चाहिँ मार्जिन राख्दाखेरि चाहिँ एटलिस्ट प्रोग्राम हुन्छ। त्यति मात्रै तरिकाले म्यासिभ फाइदा हुने खालको तरिकाले टिकट राखिँदैन। एकदमै राम्रो मेसेज दिनुभएको छ। खुसी भन्ने कुराहरू हामीले एकखेप खुसी हराएपछि त्यसलाई धेरै समय लाग्छ खुसी प्राप्त गर्नको लागि, र यस्तै यस्तै कार्यक्रमहरू उहाँहरूले ल्याइरहनु भएको छ। तपाईँ हामीले धेरैभन्दा धेरै सपोर्ट र सपोर्टिभ भएर अगाडि बढ्नुपर्छ। र आगामी दिनहरूमा मेरो व्यक्तिगत तर्फबाट र हाम्रो दर्शक श्रोताहरूले तपाईँहरूकोबाट के अपेक्षा गर्ने, अन्तिममा फेरि यही प्रश्न। अब हामीले यो मङ्गोलियन हार्ट टुर गराउँदैछौँ यो अगस्त महिनामा। त्यो पनि एउटा सानो म क्लियर के गर्न चाहन्छु भनेदेखि यो डेटहरू भन्ने कुराहरू हाम्रो हातभन्दा पनि कहिलेकाहीँ बाहिरको कुरा हुन्छ। किनकि हामीले धेरै फलोअप गरेर आर्टिस्टहरूसँग कनेक्सन हुन्छ, अनि कन्ट्याक्ट भइसकेपछि उहाँहरूलाई गराइन्छ कि न्युजिल्यान्ड आउन पर्यो होइन, हाम्रो सानो ठाउँ छ यस्तो छ भनेर। अब लेभल अफ आर्टिस्ट राजु लामा नाम नै एकदमै कस्टको पनि हाई हुन्छ, अनि त्योहरू पनि कन्भिन्स गर्नुपर्छ। र उहाँहरूले डेट दिएको हुन्छ क्या यो महिनामा चाहिँ मलाई फिट गर्न पर्छ भनेर। उहाँहरूको डेटहरू कस्तो हुन्छ ताकि उहाँहरूले मलाई यो महिनामा हुन्छ भन्नुहुन्छ कि यो एक्ज्याक्ट यही डेटमा? एक्ज्याक्ट यही डेट त भन्नुहुन्न, तर टेन्टेटिभली डेट चाहिँ भन्नुहुन्छ क्या। यो महिनादेखि यो महिनासम्म चाहिँ मेरो फ्री छ, यो बेलामा चाहिँ त्यहाँ स्केड्युल गऱ्यो भने चाहिँ हामी चाहिँ तिमीहरूको लागि अभाइलेबल हुन्छु भन्ने खालको उहाँहरूको आशय हुन्छ। अब त्यसलाई अब हामीले
ब्रेक त गर्न सक्छौँ भन्नाले उहाँलाई भन्न त सक्छौँ कि अर्को डेटमा जाउँ भनेर, तर अर्को डेटमा जाँदाखेरि चाहिँ उहाँहरूको फेरि आफ्नो स्केड्युल हुन्छ, त्यो सबैलाई छोडेर आउँदाखेरि उहाँहरूले अझ हामीलाई हाई रेट त्यस्तोहरू हुन जान्छ। मिलाएर गर्नु पर्यो। मैले भन्नु खोजेको कि उहाँहरूलाई एक्सपेक्टेसन नै सुरुमै उ गऱ्यो भने तपाईँको उहाँहरूले सोचे जस्तो मिट भएन भनेदेखि त तपाईँले त अब त्यस्तो त किनकि अरू एक्ज्याक्टली हो त्यो के अरे घोडाले घाँससँग दोस्ती गऱ्यो भने खाने के भने जस्तो उहाँहरूको त्यो हुन्छ नि त। सो त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ डेफिनेटली नै पनि उहाँको एउटा रेट हुन्छ। सो त्यसमा अब दाजुभाइ यसो रिलेसन बनाएर दाइ यस्तो छ भनेर भन्यो भने चाहिँ उहाँहरूले माया गर्नुभयो भने चाहिँ त्यो छुट्टै कुरा हो। तपाईँ हामीले यदि बुझ्यौँ भने हामीले निश्चित रूपमा तोकेको जुन चाहिँ हाम्रो एमाउन्टहरू हुन्छ, टिकटको एमाउन्टहरू हुन्छ, त्यो चाहिँ रिलायबलै हो जस्तो लाग्छ मलाई। एकदमै त्यो किनभनेदेखि अब पर्चेजिङ पावरको पनि कहिलेकाहीँ कुरा हामीहरू गर्छौँ क्या, भन्नाले कुन सिटीमा कस्तो छ भनेर। मलाई लाग्दैन यो न्युजिल्यान्ड भनेपछि न्युजिल्यान्डको पर्चेजिङ पावर जुन हुन्छ नि अडियन्सको त्यो सबैको मलाई लाग्छ सिमिलर हुनपर्ने हो। तर पनि अब कहिलेकाहीँ चाहिँ अब मोस्ट अफ द टाइम अकल्यान्डको चाहिँ हाई हुन्छ, अरू ठाउँको चाहिँ लो हुन्छ क्या। भन्नाले अब हामी आफै पनि सकेसम्म अब त्यो उसमा लैजान्छु, तर रिजन के हो मलाई पनि थाहा छैन क्या। तर आशा छ तपाईँहरूले जुन चाहिँ गरिरहनु भएको छ नि काम, यो कामले चाहिँ भविष्यमा एक दिन आउँछ होइन, सबैको एक दिन आउँछ। त्यो एक दिनमा चाहिँ हाम्रो दर्शकहरूले तपाईँहरूलाई टिकट यति त रहेछ म त यतिमा त आउनु सक्दिनँ भन्नुहुन्न जस्तो लाग्छ। हो त अब अहिले तपाईँको अस्ति ह्यामिल्टनमा मुभी चलेको थियो कि उनको स्वेटर, हजुर त्यहाँ लगाएको तपाईँको हलमा लगाउँदाखेरि $30 टिकट थियो मुभीको। अब 8 जना आर्टिस्ट उहाँबाट ब्यान्ड ल्याएर अब गरेपछि अब त्यसको टिकट कति हुनुपर्छ अब तपाईँहरू आफै अब सोच्नु। तर पनि हामी त्यसमा चाहिँ हामीले चाहिँ सोचिरहेको छु, वर्कआउट गर्दैछु कि कसरी एकदम रिलायबल सस्तो टिकट बनाउने, सबैजनाको रिचमा होस् भनेर चाहिँ हामीले त्यसमा पनि काम गर्दैछौँ। 2 तारिक तपाईँको क्राइस्टचर्च, अनि 8 तारिक अकल्यान्ड, अनि 10 तारिक टौरङ्गामा। तपाईँहरूको जुन चाहिँ खानपिन अथवा चियापानीको व्यवस्थाहरू कस्तो छ त्यहाँ? अन्य जुन दर्शक श्रोता हुनुहुन्छ उहाँहरूलाई चाहिँ किनेर खाने खालको व्यवस्था हुन्छ, एउटा क्याफे क्यान्टिन व्यवस्था हुन्छ। एउटा हाम्रो स्पोन्सरले अथवा कसले त्यहाँ राख्नुहुन्छ त्यो किनेर खाने हुन्छ। कलाकारलाई चाहिँ हाम्रो पुरै प्लान आइटिनरी हुन्छ, कतिखेर तपाईँहरूको ब्रेकफास्टमा कहाँ जाने, लन्च कहाँ खाने, डिनर कहाँ जाने, हामीले घुमाउने कसरी भन्ने एउटा आइटिनरी नै प्लान हुन्छ। प्रोफेसनल तरिकाले हाम्रो सुरुमा कन्ट्र्याक्ट साइन भएदेखि यहाँदेखि उहाँहरू यहाँ भिजा लन्च गरेदेखि यहाँदेखि उहाँ नगइन्जेलसम्म हाम्रो पुरै प्लान हुन्छ। सो त्यसमा पनि एउटा अझै कुरा पनि क्लियर गर्नु मलाई मन लाग्यो कि हजुरको अडियन्स अब हाम्रो अडियन्स अब जसले हेर्नुहुन्छ उहाँलाई चाहिँ इन्फर्मेसन के दिन मन लागेको छ भनेदेखि उहाँले चाहिँ के भन्नुहुन्छ भनेदेखि हामीलाई इजी एक्सेस भएन, हामीलाई रोक लगायो यस्तो हुन्छ, त्यो चाहिँ सबै कुरा चाहिँ हामी कन्ट्र्याक्टमा बाँधिएको हुन्छौँ क्या। सो जस्तै एस कुमारको बेलामा अनि त्यसपछि आएर साइग्रेसको बेलामा हाम्रो कस्तो थियो भनेदेखि उहाँहरू ओपन कन्ट्र्याक्टमा हुनुहुन्थ्यो। सो त्यहाँ अब सबै दर्शकहरू भेट्ने, उहाँ गर्ने, उहाँको अब आर्टिस्टको इन्ट्रेस्ट अब मा त्यो पर्छ कि। सो हामीले कन्ट्र्याक्ट गर्दाखेरि ल यस्तो यस्तो हाम्रो क्राइटेरिया भनेर, यदि त्यो क्राइटेरिया हामीले मान्यौँ भने उहाँ आउनुहुन्छ, मानेन भने आउनुहुन्न, सिम्पल छ। सो त्यसले गर्दाखेरि कतिपय त्यस्तो जस्तै क्राइटेरियाहरू चाहिँ उहाँहरूद्वारा हुन्छ कि तपाईँहरूले नै गर्नुहुन्छ? उहाँहरूद्वारा हुन्छ। उहाँहरूले चाहिँ भन्नुहुन्छ कि यो हो, म चाहिँ यतिसम्म चाहिँ अब होइन अब यो दर्शकको बेलामा यो गर्नुपर्छ भनेर चाहिँ उहाँहरूले लेखेर कन्ट्र्याक्ट पठाउनुहुन्छ, त्यसमा हामीले साइन गरेको हुन्छौँ। सो त्यो परिधिमा बसेर हामीले काम गर्नुपर्छ। यसको लागि चाहिँ अब अघिल्लो कार्यक्रमहरूमा यो कुराहरू भएको थिएन भने चाहिँ अहिले तपाईँहरूले थाहा पाइहाल्नु होला कि जस्तै हामीले जब कलाकारहरूले चाहिँ उहाँहरूको कन्ट्र्याक्ट अनुसार र उहाँहरूको कन्ट्र्याक्ट साइन गरे अनुसारको त्यो कार्यक्रमको फर्मेट बनिन्छ र कार्यक्रम सञ्चालित हुन्छ र कार्यक्रम सक्सेस हुन्छ। र हामीले यति बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि जब हामी कार्यक्रममा गइछ, खुसी हुन गइछ, हामी रमाउँ, तर त्यो कन्ट्र्याक्ट ब्रेक गरिदिने काम चाहिँ हामी नगरौँ होइन। र यदि हामीले यो कन्ट्र्याक्ट ब्रेक गरियो भने कस्तो हुन्छ भने पछिल्लो समयमा हामीले यसरी नै कलाकारहरू ल्याएर कलाकारहरूसँग रम्न झुम्ने अवसर चाहिँ हामीले पाउँदैनौँ कि जस्तो त्यस्तै आशय हो। किनकि हाम्रो त्यो उसँग जोडिएको हुन्छ, अब त्यहाँ सर्टेन अब तपाईँको हामीले फाइन पनि त्यस्तोहरू पनि तिर्न पर्ने हुनसक्छ। किनकि अब त्यहाँनिर अब
अब बढी अब गएर सबैजना सबै त फ्यानै भएर आएको हुन्छ, सबैजना फोटो खिच्ने यस्तो यस्तो भनेर चाहिँ त्यस्तोहरू चाहिँ यो फ्यानहरू आउने क्रममा नि फ्यानहरू त धेरै आउनुहुन्छ होइन, उहाँहरूलाई त अब मन पराउने त कमै होला होइन। अनि जस्तै पर्खाइमा भिजे सिरानी भए यो त धेरै अगाडि चलेको गीत, अझै एभरग्रिन यो सङ भइरहेछ होइन। र राजु लामालाई हेर्ने, राजु लामासँग फोटो खिच्ने भनेर कोही त्यस्तो खालको एकदमै बिग फ्यान भएर आउने अनि क्रेज भएर त्यहाँनिर जानु खोज्नेलाई तपाईँहरूको भोलिन्टरी हिसाबमा कस्तो प्रकारले व्यवस्था गर्नुभएको छ त्यसलाई? कस्तो हुन्छ भने हामीले प्रोफेसनल सेक्युरिटी हायर गर्नुपर्छ। कस्तो हुन्छ भने यो भनेको बिग इभेन्ट हो होइन, 500 प्लसको दर्शक हामीले एक्सपेक्ट गरेको छौँ, 500 देखि 700को दर्शक एक्सपेक्ट गरेको छौँ। सम्पूर्ण दर्शकलाई आउन हामी वेलकम छ, प्रोग्राम इन्टरटेनमेन्ट गर्न एकदम वेलकम छ, आफ्नो परिधिमा बसेर। तर कुनै पनि कलाकारलाई डिस्टर्ब हुने खालको कामहरू भएपछि चाहिँ हामीले हाम्रो आफ्नो काम पनि गर्नु पऱ्यो नि त, कन्ट्र्याक्टलाई बाइन्ड गर्ने काम गर्नु पऱ्यो। तर प्रोफेसनल हामीसँग सेक्युरिटी गार्डहरू हुनुहुन्छ, उहाँहरूले सुरुमा एडभाइस गर्नुहुन्छ कि यस्तो नगर्नुहोस् होइन, अगाडि नजानुहोस् भन्नुहुन्छ। त्यहाँदेखि चाहिँ अब त्यसका पनि स्टेपहरू छन् कसरी चाहिँ अब कन्ट्रोल गर्ने भनेर। होपफुली कोही पनि त्यस्तो गर्नुहुन्न होइन, अगाडि गएर डिस्टर्ब गर्नुहुन्न, किनभने हामी सबैजना बुझ्ने नै त्यसो। अनि तपाईँलाई चाहिँ अब एउटा अब आज यो तपाईँको टिभीबाट पनि भनिदिइहाल्छौँ कि अब जुन चाहिँ एकदमै फ्यान हुनुहुन्छ त्यसको लागि पनि हामीले अब बिहाइन्ड द सिन काम गरिरहेको छौँ। भिआइपी भेटघाट भनेर अब जस्तै मिट एन्ड ग्रिट जस्तो हामीले कामको त्यसमा काम गर्दैछौँ। त्यो पनि अब एकदमै इन्ट्रेस्टेड हुनुहुन्छ त्यस्तो मान्छेहरू अब जो फ्यान नै हुनुहुन्छ भने, सो त्यस्तो पनि हामी भित्री मनले अब भेट्न चाहनुहुन्छ एकदम मजाले तपाईँले भिआइपी सेक्सनमा आएर तपाईँहरूले मिट गर्न चाहनुहुन्छ होइन भनेर त्यसको लागि चाहिँ भिआइपी हामीले अर्को अर्गनाइज गर्न लागि मिट एन्ड ग्रिटको लागि। हजुर ठिकै छ, यो एकदमै राम्रो कुरा भयो होइन। र अर्को कुरा चाहिँ म अन्तिममा एउटा प्रश्न राख्न चाहन्छु ताकि अबको यो कार्यक्रमहरू, यो भइरहेको कार्यक्रममा डिस्टर्ब नहुनका लागि, आफू पनि डिस्टर्ब नहुने, दर्शकहरूलाई डिस्टर्ब नहुनका लागि तपाईँहरूको प्लान र प्रोजेक्ट के छ? एउटा चाहिँ त्यो भेन्यूको पनि रिक्वायरमेन्ट के छ भने त्यो अल्कोहल फ्री खालको भेन्यू हो। अनि अब धेरै नै अल्कोहल भनेको अलिअलि सुरुमा त मान्छे थोरै थोरै खाइ नै हालिन्छ होइन, आफूलाई अनकन्ट्रोल अवस्थामा चाहिँ नलैजाइदिनु होला होइन अल्कोहलमा। अनि त्यहाँ पछाडि दङ्गा फसाद अथवा झगडा गर्ने कामहरू भयो भने चाहिँ अलिकति डिस्टर्बेन्सहरू हुन्छ होइन। त्यस्तोहरू भएन भने त हाम्रो त साथीभाइ भोलिन्टियरिङ पनि हुनुहुन्छ, त्यहाँमाथि हाम्रो सेक्युरिटी गार्ड पनि हुनुहुन्छ, त्यहाँमाथि हामी सबैलाई हेल्पै गर्न गइरहेको छौँ। मैले यो बुझ्नु खोजेको कारण यही थियो क्या, मेन कुरा चाहिँ जस्तै अब हामी कार्यक्रम गरिन्छ, हामी त एकदम कार्यक्रमको उयसमा हरेक कुरामा फोकस भएर गरिरहेको हुन्छ होइन। त्यतिखेर हामीले सबै मान्छेलाई बुझ्नु त सक्दैनौँ नि त। तर त्यहाँनिर भोलि अब एकदमै फुल ट्रिप लिएर आउने मान्छे पनि हुन्छन् होइन। त्यसको लागि चाहिँ अब तपाईँको अब प्रोफेसनल अब सेक्युरिटी गार्ड हुन्छ, उहाँहरूलाई थाहा छ कुन लेभलको मान्छे अब त्यसमा तपाईँहरूले इन गराउनेमा तपाईँ चेक इनबाटै जान्छ कि तपाईँ? चेक इनबाट जान्छ हजुर हो। त्यो टिकट छ सबै बारकोड भएको छ, तपाईँले अनलाइन गएर पनि अब हाम्रो यो फ्राइडे अब यहाँ मैले भनिदिए पनि हालेँ, यो फ्राइडे हाम्रो टिकट सबै 3टै ठाउँको ओपन हुँदैछ। अर्ली बर्ड हुन्छ मलाई लाग्छ अकल्यान्ड र हामी यहाँ क्राइस्टचर्च चाहिँ अर्ली बर्ड टिकट हुन्छ, र चौरङ्गामा चाहिँ एउटा फ्ल्याट रेटको टिकट हुन्छ, त्यो चाहिँ हामी त्यति बेलै रिभिल हुन्छ, डिस्क्लोज हुन्छ। कतिजनाले अनलाइन टिकट गर्नु आउँदैन नि, हाम्रो जस्तै हाम्रो अलिकति बुढाबुढीहरू त्यस्तोलाई कसरी? त्यहाँनिर हामीले फिजिकल टिकट पनि अभाइलेबल छ, 3टै भेन्यूमा छ। सो तपाईँले त्यहाँको अब सम्बन्धित मान्छेलाई अब डिटेल्सहरू हाम्रो त्यो सम्बन्ध इभेन्ट्सको फेसबुक पेजमा, इन्स्टाग्राममा कसलाई कन्ट्याक्ट गर्ने भन्ने कुराहरू तपाईँहरूले दर्शाउनु हजुर हो। सम्पूर्ण कुराहरू सम्बन्ध इभेन्ट्सको फेसबुक पेजमा हामीले पोस्टरहरू तरिकाले राखेका छौँ। र हाम्रो जस्तै अब हाम्रो कनेक्सनमा भएको साथीहरूलाई पनि, जस्तै फर इक्जाम्पल हजुरलाई हुनुभयो, त्यस्तै हाम्रो सम्पूर्ण साथीहरूलाई हामीले रिच आउट गर्छौँ ताकि मान्छेहरूलाई टिकट किन्न गाह्रो नहोस्। किनभने त्यो टिकट किन्न गाह्रो भयो भने त उहाँ त आउँदै आउनु नि त। हामी त्यो टिकट चाहिँ एकदम एक्सेसेबल राखिदिन्छौँ मजाले सजिलो तरिकाले, अनि त्यहाँपछि त उहाँलाई गाह्रो भएन नि त। त्यसको लागि चाहिँ अब कतिपय रेस्टुरेन्टहरूमा पनि त्यो उपलब्ध गराउने भनेर सोचिरहेको छौँ। अनि अर्को चाहिँ हाम्रो सम्पूर्ण सोसाइटीहरूलाई हामीले फर्मली इमेल पठाएका छौँ होइन, अब सपोर्टको लागि आउनुहोस् यसो गर्नुहोस् भनेर हाम्रो कन्ट्याक्ट डिटेल्सहरू दिएका छौँ। र हामी सम्पूर्ण हाम्रो सोसाइटी कति नै ठुलो छ र यहाँ होइन, सबैले हामीले चिन्छौँ। र अब सोसाइटीको मान्छेहरूलाई कोही इन्ट्रेस्टेड सुभाषले भने जस्तै साथी दाईहरू हुनुहुन्छ, उहाँहरूलाई हामी फिजिकल टिकटहरू दिन्छौँ होइन। कसैले अब रिक्वेस्ट गऱ्यो भने फर इक्जाम्पल हजुरलाई दिन्छौँ होइन, अनि हजुरको थ्रुबाट 2-4जनालाई जान्छ। त्यही भएर टिकटको एक्सेसिबिलिटी चाहिँ हामीले एकदम इजी बनाउँछ यसपालि, एकदमै राम्रो। अनि आउने मान्छेलाई सजिलो होस् ताकि एकदम त्यो राम्रो। र अहिले धेरै लामो समय पनि
पनि भइसकेको छ र हामीले यो सङ्घर्ष गर्दै आएको कुराहरूलाई हामीले यहाँसम्म लिएर आजलाई हामी यहाँनिर अलिकति बिट मार्न चाहन्छौँ र तपाईँहरूको कार्यक्रम तपाईँहरूले गर्नुभएको जुन सपना छ तपाईँहरूले गर्नुभएको यो प्लेटफर्म छ सम्पूर्ण हाम्रो क्राइस्ट चर्च मात्रै नभएर सम्पूर्ण वाइडर यो जुन चाहिँ हाम्रो नेसन वाइड एकदमै राम्रो सफल र सक्सेस बनाओस् होइन र अन्तिममा हामी के हेर्न पाऊँ भन्दाखेरि पछि पनि तपाईँहरूको यसरी नै बसेर तपाईँहरूको सङ्घर्षपछिको मिठो कथालाई सुन्न पाऊँ होइन र अन्य व्यक्तिहरूले पनि तपाईँहरूलाई त्यो प्लेटफर्म मलाई पनि दिए भनेको देख्न पाऊँ होइन र यही शुभकामना दिँदै आजको लागि भने म यो कार्यक्रमबाट बिदा हुन चाहन्छु र तपाईँहरूलाई पनि हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। धन्यवाद। लास्टमा म एउटा कुरा भन्न पर्यो, त्यो चाहिँ छुटाए जस्तो लाग्यो। यो टुर जुन छ नि मङ्गोलियन हार्ट राजु लामा टुर न्युजिल्यान्ड, त्यसमा चाहिँ हाम्रो नवीन आचार्य रियल इस्टेट एजेन्ट नवीन आचार्य भाइ र दुर्गेश अधिकारी उहाँ चाहिँ फाइनेन्सियल एडभाइजर सपोर्टर हुनुहुन्छ। उहाँ दुईजनाले चाहिँ हाम्रो यो टुरको चाहिँ टाइटल स्पोन्सर हुनुभएको छ। सो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र सबै हामीलाई सहयोग गर्नुहुने सबै स्पोन्सरहरूलाई सबैलाई धेरै धेरै धन्यवाद र आधुनिक टिभीको हाम्रो बाला भाइलाई पनि धेरै धेरै धन्यवाद यो मौकाको लागि। धेरै धेरै धन्यवाद तपाईँहरूलाई।